Hello, namaste, sewa. Welcome back to our channel, The Traveling Squad. आज पनि साथीहरु हाम्रो डे बाइ डे नयाँ नयाँ ट्राभल हुँदैछ नयाँ ठाउँ हामी एक्सप्लोर गरिरहेछौँ अनि आज पनि हेर्नु फेसको हालत के भइरहेछ पुरा आँखै सुनिरहेछ अनि आज नयाँ ठाउँ जाँदैछौँ साथीहरु थाक्यौँ अनि आज हामी इन्डियाको लागि विदेश साथीहरु विदेश फर्स्ट टाइम विदेश जाँदैछौँ हामी सबैजना एक्साइटेड काकडी भित्ता पनि झापा पर्छ है भित्ता हुँदै हामी सिलिगुडी जान्छौँ सिलिगुडीबाट पनि कता जान्छौँ हेर्दै गर्दै होला यहाँ पछाडि हाम्रो बच्चा पार्टीहरु हुनुहुन्छ यता मम्मी हुनुहुन्छ मम्मी पनि रेडी हुनुहुन्छ अब साथीहरु हामी लाग्यौँ है त बाइ बाइ सी यू अब फेरि हामी चाहिँ आज इन्डियातिर लाग्यौँ है साथीहरु काकडी भिट्टा हुँदै हामी सिलिगुडी जान्छौँ फर्स्टमा हेलो भनिदिनु सबैजना हामी चाहिँ काकडी भिट्टा आइपुग्यौँ बल्ल तल्ल थेचारिँदै थाकेर भुटुक्क भएको छौँ यहाँ हेर्न सक्नुहुन्छ कति धुलो थियो बाटोमा अब हामी यहाँदेखि इन्डियातिर छिर्छौँ हाम्रो गाडी आउँदैछ नखाने भाइ नेपालमा घान्द्राङ धुलै धुलो हुँदै आयो कि इन्डियाको बाटो हेर्नुहोस् न धुवा इन्डियामा चाहिँ कति सरल है एउटा धुलो पनि छैन बाटो काहीँ बिग्रेको छैन हाम्रो नेपालमा जति बाटो नि भेटिएन नेपाल सरकारले नयाँ सरकारले के गर्छ भन्ने आशा छ है यसपालिको मैले त के सोचेँ भने 2 वर्ष यता यो बाटोहरु बन्छ जस्तो लाग्दैन हैन लागेर मलाई चाहिँ अब यो बाटो अलिक लागि कति 2 वर्ष लाग्छ ल 2 वर्षसम्म बन्दैन ट्राभल नगरेकै ठिक लाग्यो नेपालको साथीहरु हामी चाहिँ सबैजना उठिसक्यौँ हिजो चाहिँ साह्रै थाक्यौँ के एकदमै ट्राभल गर्दा अनि भ्लग बनाउन सकिनँ साथीहरु अनि आजदेखि स्टार्ट गर्दैछौँ अलि सन्चो पनि भएन अनि अब चाहिँ हामी ब्रेकफास्ट खानको लागि जाँदैछौँ बच्चाहरू यहाँ हुनुहुन्छ हामी चाहिँ यहाँ बसेको साथीहरु यस्तो छ यहाँको भ्यू नेपाल हेरी चाहिँ एकदमै सफा लाग्यो हामीलाई चाहिँ बाटो पनि सबै राम्रो यता शीतलमा पो खिचौँ के क्या हो कस्तो भयो मिठो छ बाजेले बनाइदिनु भएको रेड के हो यो नानीहरू चाहिँ ब्रेकफास्ट गर्दै हुनुहुन्छ साथीहरू छ्या कति धेरै साथीहरू भन्छु म आजकल हामी पनि ब्रेकफास्ट गर्न लाग्यौँ है साथीहरू ल साथीहरु हामी चाहिँ रेडी हुँदैछौँ मैले चाहिँ अलिअलि मेकअप सकेँ एन्ड हाम्रो बिहाइन्ड द सिन हुन जाने यस्तो छ हेलो सबैजना रेडी मम्मी रेडी सरप्राइज देयर सपना यु रेडी हामी रेडी भइसक्यौँ साइमन यु रेडी साथीहरू आज चाहिँ हामी घुम्न जाँदैछौँ सिलिगुडीमा हामी कहाँ घुम्न जान्छौँ हजुरहरूले हेर्दै गर्नु होला आज हामी के गर्छौँ सिलिगुडीमा हजुरहरू पनि आउनु सोच्नु हुँदैछ भनेर सिलिगुडीमा कस्तो ठाउँ छ त घुम्ने चाहिँ भनेर यो हाम्रो भिडियो मार्फत पनि हजुरहरूले थाहा पाउनु सक्नुहुनेछ त्यसको लागि हजुरहरूले हाम्रो भिडियो पुरा अन्तिमसम्म हेर्नुपर्ने हुन्छ आज हामीले सधैँ चाहिँ धेरै नै रमाइलो गर्नेवाला छौँ त्यसको लागि हेर्नुपर्छ हाम्रो गाडी आउँदैछ साथीहरू गाडी कुर्दैछौँ घाम चाहिँ साह्रै नै अलिक धेरै छ मधेसको घाम कहिले जाला हामी सबैजना रेडी भइसकेको छौँ यहाँ बच्चा बच्ची पनि छन् उनीहरू खेल्दैछन् मम्मी बाबा चाहिँ भित्र हुनुहुन्छ ल साथीहरू त्यस अब चाहिँ हेर्दै गर्नु होला साथीहरू हाम्रो गाडी आइपुग्यो अब हामी सबैजना चढेर जान्छौँ मेरो ड्याडी मेरो मम्मी ल जाम ऊ चाहिँ हानियाको गाड घाम चाहिँ साह्रै छ साथीहरू आर्मीको गाडी ल मम्मी ड्याडी बस्नु भयो
साथीहरू हामी चाहिँ अब लाग्यौँ घुम्नुतिर है। अब यता बाबा हुनुहुन्छ पछाडि, बाबा र मम्मी चाहिँ पछाडि बस्दै भन्नुभयो। फ्यामिली क्वार्टर है, आर्मीहरूको क्वार्टरहरू। मलाई पनि याद आइरहेको छ सानोमा मम्मी ड्याडीसँग बसेको। कति सहरमा ग्रिनेरी। हजुर पार्क पनि राखिदिन्छ नि। साथीहरू हामी आर्मीहरूको क्यान्टिनमा आइपुग्यौँ। अलिअलि हामी सपिङ गर्छौँ यहाँबाट पनि। यस्तो छ, देख्न सक्नुहुन्छ। ल अब यही भित्र संसार छ आर्मीहरूको। सपिङ सेन्टर पनि हुन्छ। ल अब हामी ड्याडीको पछि पछि जान्छौँ साथीहरू। हामीलाई त थाहा छैन हामी कहाँ जाँदैछौँ, हाम्रो भ्युवर्सहरूलाई पनि भनिदेऊ न त नि। हामी चाहिँ आर्मीहरूको क्यान्टिन भनेको चाहिँ सपिङ सेन्टर हो, क्यान्टिनलाई चाहिँ सपिङ सेन्टर भन्दो रहेछ साथीहरू। सरी, सपिङ सेन्टरलाई चाहिँ क्यान्टिन। अनि अब यहाँ कति राम्रो ठाउँ है। हजुर, यहाँ पनि फोटो खिच्नुपर्छ है। होइन म सानोमा धेरै नै लिएर आउनुहुन्थ्यो मम्मी ड्याडीले। अन्त मलाई पनि अर्कै लाग्यो पहिलाको हेरी। हेर्नु न साथीहरू, कति वेल मेन्टेन अनि कति सफा पारेर राख्नुहुने, राम्रो देखिरहेको छ। कति राम्रो है। धेरै राम्रो नि। हजुर, मलाई चेन्ज देख्नुभयो हो। पहिले लास्ट टाइम सिभिल यही भित्र सपिङ सेन्टरकै साथीहरू। अब आर्मीको फ्यामिलीहरूलाई बाहिर जानु मन लागेन भने यही भित्रै सपिङ गर्ने ठाउँ सबै छ साथीहरू। छुट्टै दुनियाँ नै भित्रै। मलाई पनि त्यस्तो लाग्यो। हामीलाई चाहिँ मम्मीलाई मलाई चाहिँ पुरानो यादहरू झल्को आइराखेको छ। तर मम्मीले कति धेरै कलेक्सन गरिदिनु यहाँ देख्न सक्नुहुन्छ। सो स्याड है साइमनले यो एक्सपिरियन्स गर्नै पाएन। हिज स्याड हेर त। त्यतिखेर अझै मोबाइल थिएन नि है। हजुर, मोबाइल यी फार्मेसी, मोबाइल सप सबै साथीहरू। यतातिर त फोटो खिच्नुपर्छ है। ल कस्तो राम्रो है। पिसफुल क्या। बाहिरबाट देखाइदिउँ न नानाहरूलाई। एमी एकैछिन। साथीहरू यो चाहिँ बाबाले लिएर आउनुभएको। यो चाहिँ जो चाहिँ आर्मीमा पहिले सर्भिस गर्नुहुन्थ्यो, जो चाहिँ सर्भिसमा हुनुहुन्छ, जो चाहिँ रिटायर हुनुभयो, उहाँहरू मात्रै यसको सपभित्र पसेर ल्याउनु मिल्दो रहेछ। अनि हामी सिभिलहरू चाहिँ त्यहाँ जानु मिल्दैन रहेछ। अनि बाबाले चाहिँ लिएर आउनुभयो। त्यो पनि धेरै अमाउन्टमा ल्याउनु नमिल्दो रहेछ। अनि 2 पिस मात्रै लिएर आउनुभएको छ। यो चाहिँ आई थिङ्क एउटा चाहिँ सपनाको घरमा होला, एउटा चाहिँ बाटारीमा होला आई थिङ्क, होइन मम्मी? हजुर, नानीहरू पानी खानु हुने अरे। उता जाऊँ न त पसलतिर है। साथीहरू हामीले चाहिँ यो स्यान्डविच बनाउने मेसिन ड्याडीले किन्नु भएको छ। बाहिरभन्दा सस्तो पर्छ नि त साथीहरू। अनि हामीले अलिअलि सामान चाहिँ यहाँ सेस्टीबाट किनेको छौँ।
खै आउनुहोस् सबैजना। यहाँ त हिँड्यो अब हामी नेक्स्ट ठाउँ चाहिँ भेगा सर्कल जाँदैछौँ साथीहरू। नानीहरू छिटो आउनुहोस्। अनि काकालाई 1500 एक्चुअल प्राइस चाहिँ कति छ ड्याडी? एक्चुअली चाहिँ 2270 यो दुइटै दुई किसिमको छ एउटा 1100 वाला हो यो अर्को यो चाहिँ अलिक पुरानो भएर मतलब नबिक्री नभएर होला हौ। नयाँ आएको चाहिँ 1100 साथीहरू हामी चाहिँ अब फेरि गाडी चढेर जान्छौँ। गाडी त यही हो, गाडी यही हो, यहाँ रहेछ गाडी हो गाडी यही हो। अब ड्राइभर नाइसिङ कता हुनुहुन्छ? हामीलाई चाहिँ आर्मीको गाडी नै पठाइदिनु भएको छ साथीहरू। गुड जब नाना। नानाले हिन्दी बोल्न सिक्दै हुनुहुन्छ साथीहरू। ड्राइभर कहाँ छ यो दाहा देख्न सक्नुहुन्छ साथीहरू, आर्मी लेखेको छ गाडीमा। यो आर्मीको गाडीहरू। उहाँ आउनुभयो, ल हाम्रो दाइ आउनुभयो। हामी चढ्छौँ साथीहरू। अब हामी मल जान्छौँ है त साथीहरू। 150 को मात्र हो टी सर्ट। राम्रो रहेछ। पर्छ तपाईँलाई त। म त सस्तो लागेर जे पनि किन्नु मन लाग्यो जस्तो हुन्छ त के भएको? यहाँ अझै छ साथीहरू। हामी चाहिँ अहिले भेगा सर्कल आइपुग्यौँ। अब यहाँ पनि अलिअलि सपिङ गर्छौँ हामीहरू। भेगा सर्कल है साथीहरू। कति ठुलो मल रहेछ साथीहरू। नेपालमा त्यति ठुलो मलै छैन, राजधानीमा पनि छैन। लन्डनको बस रहेछ हो यहाँनिर। यही बसमा चढेर जाम्ला जस्तो छ। अब हामी एचएनएममा जान्छौँ साथीहरू। एचएनएम टी सर्टहरू लिएर हुन्छ। हजुर ट्राई गर्नुपर्छ, बडीमा फिट भयो भने लानु। त्योहरू यहाँ चाहिँ ठ्याक्क सेल्फी फोटो लिएर अनि जिमेलमा आउने रहेछ हौ नयाँ कुरा। हजुर हामीले सेल्फी हानेको छौँ, त्यो चाहिँ हामी भिडियोको लास्टमा राखिदिन्छौँ है त साथीहरू। यसरी हाम्रो फोटो आएको छ साथीहरू यहाँ। ल थ्याङ्क यू, बाई। साथीहरू इन्डिया आएको छौँ अनि स्टारबक्स त ट्राई गर्नु परिहाल्यो नि होइन। अब नेपालमा छैन। स्टारबक्स ट्राई गर्न लाग्दैछौँ। हाम्रो यहाँ रेडी हुँदैछ। कस्तो हुन्छ हजुरहरूलाई भन्छौँ है त। हजुरहरू पनि कतिले त ट्राई गरिसक्नु भयो होला। हाम्रो चाहिँ फर्स्ट टाइम हो अनि मेरो चाहिँ सेकेन्ड टाइम हो। नानाहरूको चाहिँ फर्स्ट टाइम। देहरादुनमा ट्राई गर्दा चाहिँ मिठै थियो। अब हेरौँ यहाँ कस्तो छ। अनि सबैजना नेपाली हुनुहुँदो रहेछ हौ साथीहरू। हामी चाहिँ भएको छैन। हजुर उहाँहरूले हामीलाई चिन्नु भएन, नेपालीबाटै बोलिदिनुहुन्छ होइन। ल हेर्दै गर्नु होला साथीहरू। उहाँ मेरो मम्मी ड्याडी नाना भान्जीहरू कुरिराख्नु भएको छ। आइसक्रिम खाँदैछ बच्चाहरू चाहिँ। भेगा सर्कलबाट चाहिँ हामी यहाँ जुडियोमा सपिङ गर्न आएको छौँ है। भेगा सर्कलमा अलिकति सपिङ गऱ्यौँ, सिटी सेन्टरमा अलिकति सपिङ गऱ्यौँ। अब लास्ट चाहिँ जुडियो छ। अब जुडीमा पनि के छ एक्सप्लोर गर्छौँ होइन। कस्तो भइरहेछ? खानेकुराहरूले ट्राई गऱ्यौँ। आज स्टारबक्स ट्राई गऱ्यौँ। त्यसपछि अब नेपालमा छैन नि त एचएनएम भन्ने त नर्मल ब्रान्ड हो, त्यही पनि नेपालमा छैन। हामीलाई चाहिँ कस्तो खुसी लागिरहेछ त्यहाँ गएर सपिङ गर्नु पाउँदाखेरि। अनि एकदमै फन भइरहेछ। ल हेर्दै गर्नु होला साथीहरू। यहाँ हाम्रो नाना आउँदै हुनुहुन्छ, मम्मी। अब जुडियोमा यहाँ पनि एक्सप्लोर गरौँ के छ। जू मम्मीले चाहिँ जू भन्दै हुनुहुन्छ है साथीहरू, जुडियो भन्न नजानु भयो। हजुर जुडियोमा सपिङ गर्दा गर्दा त रातै परिसक्यो। हामीले यति धेरै कपडा उठाएनौँ, सस्तो पनि रहेछ। हेर्नु न पोक्का उठाएको छु म साथीहरू। ल गाडी दाइ कता जानुभयो? ए बिचरा दाइलाई पनि भोक लागिसक्यो होला साथीहरू। ए अब फेरि हामी अब चाहिँ घरतिर जान्छौँ है। कति राम्रो देखिरहेछ यता।
रेस्टुरेन्टको उयो छ हामी चाहिँ यहाँ स्ट्रिट फुड ट्राई गर्न लागेको साथीहरू कहाँ बस्छौँ ल यही बस्दिँदा हुन्छ होला कि उता दिदीहरूकोमा बस्दै जहाँ बसे पनि हुन्छ तर कहाँ जाम भयो हौ साथीहरू थुक्पा पनि पाउँदो रहेछ हौ अलि मिठो पाउनु साथीहरू हामी यहाँ बस्छौँ है दिदी पानी त भनिदिनुहोस् न फाइनली घर आइपुग्यौँ हामी चाहिँ हेलो गाइस आज हामी घर पुग्यौँ घर आइपुग्यौँ होइन टायर्ड भइरहेछौँ सबैजना साथीहरू हाम्रो छारीमा आइपुग्यौँ हाम्रो छारीमा आइपुग्यौँ साथीहरू हामीले चाहिँ आज टन्नै सपिङ गरेको छौँ H&M, जुडियो यो सिटी स्टाइल के हो अनि CST-बाट पनि अब सपिङसँगै मान्छे फ्रीमा भयो भने जस्तै भएको छ यहाँ अनि एकदम थाक्यौँ पनि साथीहरू आज त धेरै देख्छौँ है तपाईँहरूले भिडियो हेरिसक्नुभयो होला हामी कति ठाउँ गएको थियौँ रमाइलो पनि भयो थाकियो पनि अनि अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हामीले इन्डिया आएर अब नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गऱ्यौँ हाम्रो नेपालमा भएको कति धेरै सपिङ सेन्टरहरू पनि थियो होइन जुन चाहिँ अब यो एचएनएमहरू भनेको एकदमै हुन्छ नि त्यस्तो धेरै ब्रान्डेड त्यस्तो ठुलो त होइन तै पनि हाम्रो लागि चाहिँ अलिक विशेष नै भयो किनभने नेपालमा यसको ब्रान्ड आउँदैन होइन अनि त्यस्तो त्यस्तो चिजहरूले गर्दा चाहिँ हामीलाई अलिक एक्साइटमेन्ट भयो सपिङ भनेपछि कसलाई मन पर्दैन र है त्यही पनि छोरी मान्छेको सपिङ भनेपछि यस्तो क्रेजी हुन्छौँ हामी होइन चाहे त्यो फुटपाथको होस् वा सपिङ फ्रुटको सपिङ मलको होस् हामी सबै चिजहरूमा चाहिँ छोरी मान्छेहरू सपिङ भने एकदमै क्रेजी हुन्छ क्या साथीहरू अनि आज खुब रमाइलो गऱ्यौँ एकदम थाकेको पनि छौँ अब खाना खान जानु लागेको साथीहरू आजलाई यति भन्ने अब हामी बिदा माग्छु बाई बाई